जलविद्युतको लाइसेन्स लिँदाखेरि हामीले अनुमति पत्र लिँदाखेरि नै सरकारले चाहिँ टेक अर पेमा आयोजना बनाउने गरी जुन लाइसेन्स दिएको हुन्छ त्यसको आधारमा हामीहरूले चाहिँ धेरै त्यसमा चाहिँ सर्वेक्षण गरेर त्यसमा धेरै लगानी गरिसकेका हुन्छौँ, धेरै कार्यहरू हामीले गरिसकेका हुन्छौँ। वातावरण मूल्याङ्कनका कुराहरू, सर्वेका कुराहरू, जग्गा खरिदका कुराहरू लगायत डिपिआरका कुराहरू समेत हामीले गरिसकेका हुन्छौँ। हाम्रो ठुलो लगानी त्यसमा गइसकेको हुन्छ र टेक अर पे भनेको चाहिँ हामीले उत्पादन गरेको सम्पूर्ण बिजुलीको बजारको चाहिँ ग्यारेन्टी सरकारले लिइदिएको हो। भनेको मतलब हामीले उत्पादन गरेको बिजुली सबै सरकारले लिइदिने, विद्युत प्राधिकरणले लिइदिने हो। त्यो आधारमा हामीले लगानी गरेर चाहिँ यहाँसम्म आउने र अहिले टेक एन्ड पेमा भनेको चाहिँ सरकारलाई आवश्यक हुँदाखेरि मात्रै लिने, आवश्यक नपर्दाखेरि नलिने चाहिँ हो। त्यस कारणले चाहिँ टेक अर पेमा लाइसेन्स दिएर अनि अहिले आएर फाइनल्ली यत्रो ठुलो लगानी गरिसकेपछि टेक एन्ड पेमा पिपिए गर्ने भन्ने कुराको चाहिँ हामी यसमा चाहिँ हामीलाई मान्य छैन। यसको लागि चाहिँ हामीले यो विरोधको कार्यक्रम हामीले सुरु गरेका छौँ। यो टेक एन्ड पेमा मात्रै पिपिएको जुन अस्ति बजेटमा दुःखको साथ आयो। अब यसपछि चाहिँ ऊर्जा विकास मार्गचित्र भन्दा पनि योभन्दा अगाडि कुनै पनि आयोजना बन्दैन यसमा, किनभने यसमा चाहिँ कसैले लगानी पनि गर्दैन, बैंकले पनि लगानी गर्दैन। यो ठुलो चाहिँ यसको चाहिँ हाम्रो यो ऊर्जा सेक्टरको चाहिँ क्षति हुन्छ यसले। होइन, ऊर्जा मन्त्रीज्यूले त्यस्तो भन्नुभएको छैन। ऊर्जा मन्त्रीज्यूले चाहिँ यो आउनु हुँदैन भन्नुभएको छ प्रश्न रूपमा, होइन। अब यसलाई चाहिँ करेक्सन गर्नुपर्छ भन्नुभएको छ। उहाँ आफै लाग्नु भएको छ, म आफै यसको नेतृत्व लिन पनि तयार छु भन्नुभएको छ। उहाँले साथ दिइराख्नु भएको छ। त्यस कारणले चाहिँ बैंकले लगानी त अब मतलब लगानी गरेपछि उसले चाहिँ आम्दानी पनि हेर्छ। आम्दानीको सुनिश्चित नभइकन चाहिँ बैंकले लगानी यसमा गर्दैन, यो कुरा चाहिँ प्रष्ट छ। होइन, यो संशोधन गर्नको लागि नै यो हाम्रो प्रेसर हो। किनभने अब यत्तिकै यो संशोधन हुनेवाला छैन। अघि यहाँ पनि कुरा उठाएको थिएँ। यसलाई चाहिँ अलिकति सशक्त रूपमा हामीले आवाज उठाउनै पर्छ। हामी आन्दोलन पनि गर्नुपर्ने अवस्था आउन सक्छ। यो संशोधन भइहाल्यो भने यो असाध्यै राम्रो कुरा हुन्छ र संशोधन भएन भने यो हामी सङ्घर्षको रूपमा अगाडि जानु बाध्य हुनेछौँ। उहाँ मन्त्रीज्यूले त्यही भन्नुभएको छ। किनभने अहिले आजकोसम्म कुनै पनि यो मन्त्रालयसँग सम्बन्धित कुराहरू चाहिँ मन्त्रालयको प्रस्ताव अनुसार मात्रै आइरहेको बेलामा अब यसमा चाहिँ मन्त्रालयबाट कुनै प्रस्ताव गएको छैन भनेर मन्त्रीज्यूले पनि भन्नुभएको छ र सचिवज्यूले पनि यो चाहिँ हाम्रो पहिलो अनुभव हो, यस्तो हामीले गएको भन्दा फरक कुरा चाहिँ हामीले पायौँ भनेर भन्नुभएको छ। हस्, धन्यवाद। बजेटमा यो चाहिँ टेक एन्ड पेको प्रोभिजन कसरी आयो होला भनेदेखि विद्युत प्राधिकरणको सँग सम्बन्धित उच्च तहको पदाधिकारीहरूले मसँगको संवादमा एउटा हामीले चिया गफमा के भनेको थियो भने अब यो आरओआर प्रोजेक्टहरूलाई डिस्करेज गरेर पिआरओआर र स्टोरेज प्रोजेक्टहरूमा जानका लागि टेक अर पे प्रोभिजनबाट पिपिए गर्ने प्रावधान गऱ्यो भने के हुन्छ भनेर उहाँले मलाई राख्नु भएको थियो। अनि मैले चाहिँ त्यो गरेँ भनेदेखि निजी क्षेत्रको यो आरओआरमा भएको लगानी डुब्छ भनेर भनेपछि उहाँले के भन्नुभयो भने अब रिस्क जति सबै नेपाल विद्युत प्राधिकरणले लिने अनि नाफा चाहिँ निजी क्षेत्रले कमाउने, त्यसैले निजी क्षेत्रलाई काहीँ न काहीँ त डिस्करेज गर्नै पर्यो। आरओआरमा पिआरओआर स्टोरेजमा जानको निम्ति बाध्यकारी बनाउनु पर्यो भनेर उहाँले भन्नुभएको थियो। र त्यो आशय के बुझिन्थ्यो भने उहाँहरू चाहिँ आरओआरलाई डिस्करेज गर्ने, पिआरओआर र स्टोरेज प्रोजेक्टलाई अगाडि बढाउने भनेर आरओआरका आयोजनाहरूलाई चाहिँ टेक अर पेबाट टेक एन्ड पेमा परिणत गर्ने खालको योजना चाहिँ भएको जस्तो बुझिन्थ्यो। करिब यो 2-2.5 महिना अगाडिदेखि विद्युत प्राधिकरणको उपल्लो तहमा छलफल भएको नै यो बुझिन्छ। त्यसैले गर्दाखेरि यो प्रोभिजन जसरी आयो, 81 आयो, थाहा नभएर आयो, अब छलफल नै नभएर आयो जस्तो मलाई लाग्दैन। यो चाहिँ छलफल भएर मलाई लाग्छ कतै न कतैबाट यो सुझाव गएको छ। यो काहीँ न काहीँबाट लिखित अथवा अलिखित सुझाव गएको छ। बेसिकल्ली नेपाल विद्युत प्राधिकरणको नेतृत्व, सञ्चालक समिति र त्यहाँको उपल्लो तहका पदाधिकारीहरूबाट यो सुझाव गएको छ। त्यो लिखित छ अथवा अलिखित छ, काहीँ न काहीँबाट यो सुझाव गएर नै यो बजेटमा आएको हो। अनि यस्तो छ, नेपालमा अहिले चाहिँ प्राइभेट सेक्टरले ठुलो इन्भेस्टमेन्ट गरिरहेको र लगानीकर्ताहरू आम पिपुल मासको पनि लगानीको आकर्षण बनिरहेको एउटा जलविद्युत क्षेत्र थियो। त्यो जलविद्युतमा चाहिँ प्रमोटर सेयरमा पनि हजारौँ मान्छेहरूले लगानी गर्ने, आइपिओमा पनि लाखौँ मान्छेले लगानी गर्ने, समग्रमा भन्दाखेरि प्रमोटर र पब्लिक सबै गर्दाखेरि 65.5 लाख जति मान्छेको लगानी भइसकेको क्षेत्र र यो बढ्दो क्रममा भएकोले गर्दाखेरि नेपालको निजी क्षेत्रमा जुन नेपालीहरूले लगानी गरेर आयोजनाहरू विकास निर्माण अगाडि बढिरहेको छ, यसलाई नियोजन गर्नुपर्छ भन्ने कुचित मनसाय विद्युत विधेयकमा देखिन्छ।
त्यो विद्युत विधेयकको सिलसिलेवार चाहिँ मार्गचित्रमा पनि देखिन्छ। मार्गचित्रले हामीले स्वागत गरे पनि मार्गचित्रमा निजी क्षेत्रको लगानीलाई घटाएको छ। जबकि आज हामी 80% बिजुली बनाइरहेछौँ भने निजी क्षेत्रको लगानी मार्गचित्रमा 80-90% हुने गरी आउनु पर्थ्यो, त्यो देखिँदैन। भनेपछि सरकारले नै आफूले नै फन्ड म्यानेज गर्ने र बनाउने, बेसिकल्ली सरकारका आयोजनाहरूबाट सरकारले आयोजनाहरू विकास गर्ने र अर्को चाहिँ के छ भने वैदेशिक ऋण र सहायताबाट आयोजना बढाउने भन्ने जुन कन्सेप्ट त्यहाँ देखिन्छ। त्यसैको फलस्वरूप चाहिँ के देखिन्छ भने अहिले यो जुन विद्युत प्राधिकरणले पिपिएको निम्ति आह्वान गर्दाखेरि पनि क्याटेगोराइज गरेर हैन, त्यहाँ चाहिँ ट्रान्समिसन लाइन ओभरलोड छ भनेदेखि, नर्मल कन्डिसनमा छ भनेदेखि, अथवा N1 कन्टिजेन्सीमा छ भनेदेखि चाहिँ के गरेको छ भने नर्मल र N1 दुईटैमा छ भने टेक अर पेमा पिपिए गर्ने भन्ने सूचनामै आएको हुनाले विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले निर्णय गर्दाखेरि नै क्याटेगोराइज गरेर हैन, अब प्रसारण लाइन सुविधा छ, N1 पनि छैन, ओभरलोड पनि छैन भने टेक अर पेमा गर्ने, N1 कन्टिजेन्सी पनि छ, ओभरलोड पनि छैन, टेक एन्ड पेमा गर्ने भनेपछि विद्युत प्राधिकरणको पिपिए खोल्ने सञ्चालक समितिको बैठकले नै टेक अर पे र टेक एन्ड पेको प्रोभिजनलाई अगाडि बढाएको देखिन्छ। दोस्रो, त्यसले गर्दाखेरि मन्त्रीज्यूले मलाई जानकारी छैन, हामीले यो विधेयकमा अथवा बजेटमा यो सुझाव दिएको होइन भने पनि विद्युत प्राधिकरणको सूचनामा त छ नि त, त्यो त मन्त्रीको अध्यक्षतामा बसेको निर्णय भएको कुरा हो भनेपछि मन्त्रीलाई टेक एन्ड पेको विषय थाहा नै थिएन भनेर चाहिँ मलाई विश्वास छैन, लाग्दैन। त्यसैले गर्दाखेरि सरकार हितोपत्रको हिसाबले आइपिओ निष्कासन गर्न नदिने अथवा आयोजना निर्माणका बेला आइपिओ निकाल्न नदिएर निर्माण सम्पन्न भएपछि मात्र निकाला भनेपछि आयोजना निर्माणमै स्रोतको बन्ध्याकरण गरिदिने, अथवा पिपिएमा अब चाहिँ टेक एन्ड पेको कन्डिसनमा पिपिए गर्न नआउने भएपछि आयोजना निर्माण हुने क्षेत्रलाई डिस्करेज गर्ने, र त्यो पनि भएन भनेदेखि चाहिँ अब कन्टिजेन्सीको प्लानको माध्यमबाट बनेका विद्युतहरू पनि नकिनिदिने। यसले गर्दाखेरि निजी क्षेत्रले आयोजना चाहिँ बनाउन नसक्ने अवस्था सिर्जना गरेर निजी क्षेत्रलाई यसबाट पलायन गराउने बाटोमा सरकार हिँडेको छ, लागेको छ। त्यसैको फलस्वरूप नै यो बजेटमा टेक एन्ड पे प्रोभिजन आएको हो।